हात्तीको डोप देख्न सक्नुहुन्छ यो यही भत्काएर आएको हो हामी हो कि होइन गर्छ अनि म बिस्तारै यता हारेको ल गाइस कति हामी 12 बजे हेर्नु त ल मान्छेहरू भागेर हेरौँ हात्तीले खेदाएर यहाँ आइज न केटा यहाँ आउ न हात्तीले खेदाएर भागेर हेरौँ गाइस सबैले देख्न सक्नु यहाँ फोरे 5-10 चोटि लडेर हेर्नु न म फोनमा गिटार सिटार सबै फुट्यो मेरो त त्यही छोडिरहेको छु मेरो जलन साथीको गिटार फुटेको छ यार मलाई लास्ट कसम गाइस हेर्नु यी केटाहरू हामी भाग साथी यहाँ देख्न सक्नुहुन्छ फोरमैलाई यहाँ लडेर मलाई त चोट लाग्यो फोरे केटाहरू नाङ्गै छ यहाँ हेर्न सक्नुहुन्छ नाङ्गै छ मलाई त चोट लाग्यो यार त्यो हात्ती यता गएको थियो त्यो उता हेर यस्तो खिचेर गाइस कत्रो एउटा धुर्वे हात्ती थियो क्या गाइस आमा धन्न थ्याङ्क गड यार प्रेस द बच्यो प्रेस द लर्ड माइ लर्ड प्रेस द लर्ड फुटे जस्तो देखियो मा कसम गाइस ढाडेको हैन बल्ले रहेछ तो खेदाए के आमा कस्तो भने आयो लामो रहेछ धन्न यार आमा थ्याङ्क गड यार कस्तो गिद्दी यार आमा सुन्यौ तिमीले थ्याङ्क गड प्रभु त बिहेमा भक्कु बजाए जस्तै त्यही भएर पनि भागेर भइरहेछमा कहाँ गाइस यस्तै छ धन्ना भगवानले बचायो हाम्रो ल त्यो हो कस्तो मैले पनि देखिन सुन ल भन के भन्ने भनेपछि साथी तिमी म त के भन्दिन म त यहाँ जान जोगान बस्ने गाइस हामी यहाँ हात्तीसँग भागेर यहाँ आएर छौँ यो भाइ चाहिँ हात्ती भएको जाने कि जाने भन्दैछ घरतिर जाने भन्दैछ घरतिर जाने भन्दैछ यो मान्छे गएर मर भने हाम्रो जिम्मा हुँदैन हो कि न भन्दा केटा हो कसम भनेको साथी हामी सबैजना आफ्नो रिस्कमा आएको यहाँ भागेर यत्रो डाँडा आइरहेको हैन भोलिकै दिन अब मलाई के भइहाल्यो नत्र उसलाई के भइहाल्यो भने अरूलाई कसैको रिस्क हुँदैन गाइस यो चाहिँ भिडियो यो प्रुफ मात्रै हो यो प्रुफको लागि मात्रै सबैलाई पक्रिनु है म मरे भने चाहिँ म यिनीहरू कसैलाई मलाई यिनीहरूले ल्याएको है म मरे भने चाहिँ म कसैलाई छोड्दिनँ यिनीहरूले तिर्छ है 50-50 आज खासमा चाहिँ उयो बिदाई उसलाई गर्न आएको बिदाई नआउने भन्दै थिएँ लगाइस हामी चाहिँ यहाँ भागिरहेको छौँ यहाँ हात्तीले खेदाएर केटाहरू यहाँ लुकिरहेछ यहाँ चाहिँ हामी चाहिँ माथि आइरहेको छौँ हेर्नु अर्का घरमा हामी चाहिँ यहाँ अँध्यारोमा छौँ हात्ती आएर हामीले भागिरहेको छौँ यहाँ पछाडि केटाहरू छ हात्ती चाहिँ यहाँ पर छ देख्नु सक्नुहुन्छ गाइस यहाँ कालोले केही देखेको छैन कुकुर बुझ्दैछ हामी चाहिँ भाग्दैछौँ गाइस यहाँ लुकिरहेछौँ गाइस हामी चाहिँ यहाँ भागेर आएको हात्ती खेदाएर ओइ हामी हात्ती खेदाएर आएको हो नि केटाहरू यहाँ देख्नु सक्नुहुन्न हात्ती खेदाएर यहाँ गिद्दी बनायो गाइस छैन अब जिन्दगीमा अबदेखि नाइट ट्रिप नहिँड्ने गाइस छैन मा कसम भनेको म्याच अब म जिन्दगीमा म नेभर कसम भनेको गाइस हामी चाहिँ फाइनली हामी चाहिँ भागेर हात्तीदेखि भागेर चाहिँ आइरहेको छौँ केटाहरू यहाँ चाहिँ केटाहरू कस्तो यस्तो एक्सपिरियन्स भयो भन्दै न यस्तो एकदम राम्रो नाइट ट्रिप हाम्रो बबाल भएको छ देख्नु सक्नुहुन्छ होइन केटाहरू त्यहाँ देखेर गिटार दिँदा हात्तीले टिका देख्नुहुन्छ गिटार त फ्याँक बनाइदिनु ल गाइस हिजो राति चाहिँ हामी उहाँ पर थियौँ त्यहाँ डिलमा थियौँ हात्ती चाहिँ ट्याक्कै यहाँदेखि छिरेको रहेछ ठ्याक्कै हामीलाई केही थाहा भएन यो बाटो भत्काएर आएछ बार भत्काएर आएछ यहाँ पाइलाहरू देख्नु सक्नुहुन्छ यहाँ उतादेखि छिरेको रहेछ हामीलाई थाहा भएन क्या यहाँ कडाक त गरेर केही थाहा भएन अँध्यारो थियो झापझुप आयो हामी त त्यहाँदेखि डुलदेखि फुर खोला भाग्यौँ सानो कुदेको हामी यिनीहरू हामी बिहान हेर्न आएको आज चाहिँ हात्तीको डोप देख्न सक्नुहुन्छ यो यही भत्काएर आएको हो हामी हेर्नु जाँदैछौँ कहाँ छ भनेर हात्तीको डोप पनि आमा चिजको कताबाट आएको थिएछ यार यहाँ त डोपको पाइला छैन यताबाट आएको रहेछ हो कि होइन गर्छ अनि म बिस्तारै यता हारेको कालो देखिरहेको छु क्या बिस्तारै गयो होइन यहाँ पुगेपछि त जुस फ्यालेको भए हिँड्दा भए कस्तो लरक गर्दै थियो नि आवाज जुस फ्याले हिजो राति पार्टी खाएको छ हामी यहाँ यहाँ पार्टी हान्दा उहाँ पर ठ्याक्कै यहाँ ठ्याक्कै हात्ती आयो
त्यहाँदेखि यहाँदेखि उफ्रेर हामी यहाँ झरेर यहाँ खोला पारि ऊ त एकैचोटि त्यो पर रुख भएकोमा पुगेको एकैचोटि 1 मिनेटमा दुईचोटि पो एक मिनट पनि लागेन मलाई यस्तो तुफान हानेको त यहाँ कसम भनेको रनिङमा त म ब्रुसलीलाई जित्ने रहेछ र अब चाहिँ मलाई थाहा भयो यार म भित्र नि एउटा प्रतिभा रहेछ क्या रनिङको त म यार ब्रुसलीलाई पनि जित्ने रहेछ म बन्दुकको गोली पनि भेट्थेन मलाई हिजो त यार कसम यार त्यस्तो स्पिड भएको यार आफ्नो ज्यान बचाउन यार यस्तो भएको कि गाइस हात्तीले हात्याउँदा त आफ्नो ज्यान बचाउनलाई त कसम भनेको ब्रुसली भन्दा पावर कुद्दै रहेछ यार म पनि त्यतिको प्रतिभा चाहिँ रहेछ क्या गाइस होइन